हेलो सेवनी सबैजनालाई। आज म तपाईहरुलाई देखाउन गइरहेको छु गुराँसको फुलको वाइन चाहिँ कसरी बनाउँछ भनेर हेर्दै गर्नुहोस् होला। यहाँनिर दिदीले बनाउनु हुँदै थियो गुराँसको वाइन र मैले चाहिँ भिडियो गरेर तपाईहरुलाई पनि देखाइदिनु पर्यो भनेर सानो भिडियो बनाएको छु। मन पर्यो भने लाइक शेयर सब्स्क्राइब गरिदिनुहोस् होला। फर्स्टमा चाहिँ गुराँसको फुललाई चाहिँ यसरी मजाले सफा गरेर चाहिँ त्यसको भित्रको स्टिकहरू सबै फ्याँकेर मजाले धोएर चाहिँ के गर्नुपर्छ, एक घाम जस्तो सुकायो हैन। त्यहाँबाट चाहिँ सुकाएर चाहिँ यसमा चाहिँ एकदम बोइल वाटर चाहिँ युज गर्नुपर्छ हैन। यो बोइल वाटर चाहिँ तर सेलाएर मनतातो हुनुपर्छ। अनि मेन इम्पोर्टेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँनिर चाहिँ चिनी पानी मजाले बोइल गरेर फ्लेभरको लागि चाहिँ छोटा अलैँची, ल्वाङ र दालचिनी पनि हाल्नुपर्ने हुन्छ। अनि यसलाई पनि मजाले बोइल गरेर यसलाई पनि सेलाएर राख्नुपर्छ हैन। त्यहाँबाट यहाँ चाहिँ हामीले आलुको स्लाइस लिएको छ। यो चाहिँ हामीले यहाँनिर चाहिँ हामीले मर्चा हाल्दा पनि हुन्छ हैन। यहाँनिर हामीले इस्ट हाल्दा पनि हुन्छ, तर हामीले चाहिँ यहाँनिर आलुको स्लाइस लिएको, किनभने आलुको स्टार्चले चाहिँ के हुन्छ, गुराँस चाहिँ उयो हुन्छ, फर्मेन्टेसन हुन्छ हो। अन्त यसले चाहिँ मजाले एल्कोहल फ्री वाइन बनिन्छ हैन। हेर्दै जानुहोस् ल कसरी बनाउँछ हामी भनेर। अनि तपाईहरुले कसरी बनाउनुहुन्छ हामीलाई शेयर कमेन्ट गरेर भन्न सक्नुहुन्छ। यहाँनिर हामीले फर्स्टमा चाहिँ आलु हाल्यो, त्यहाँबाट आलु बादमा चाहिँ हामीले हाल्यो त्यहाँ सुकाएर राखेको थियो, बेसी सुकाएको पनि होइन, एक घाम सुकाएको चाहिँ गुराँस हाल्यो। आफ्टर द्याट चाहिँ हामीले जुन चाहिँ चिनी पानी चाहिँ मेल्ट गरेर राखेको थियो, अब हामी चाहिँ त्यो हाल्छ हैन। त्यो हालिसकेपछि चाहिँ त्यहाँबाट अघि जुन चाहिँ हामीले बोइल गरेको वाटर थियो हैन, त्यो पनि हाल्छ। यो चिनी पानी हालिसकेपछि चाहिँ त्यो पानी हाल्नुपर्ने हुँदो रहेछ हो। तपाईहरुले कसरी बनाउनुहुन्छ कमेन्ट गरेर भन्नुहोस् होला। अब हेर्दै जानुहोस् ल कसरी बनाउँछ। म पनि यहाँनिर हेर्दै सिक्दै भिडियो बनाउँदै गर्दैछु हैन। त्यहाँबाट त्यो बोइल गरेको पानी हालिसकेपछि चाहिँ त्यहाँबाट एयर टाइट कन्टेनरमा चाहिँ हामीले मजाले बिर्को लगाएर चाहिँ हैन, त्यसमा चाहिँ हावा छिर्नु दिनु हुँदैन रहेछ। मजाले एयर टाइट गरेर चाहिँ एटलिस्ट 6 मन्थ चाहिँ हामी यसलाई प्रिजर्भ गरेर राख्नुपर्ने हुन्छ हैन। त्यहाँबाट आफ्टर 6 मन्थ चाहिँ हामीले त्यो निकालेर मजाले छानेर त्यहाँदेखि चाहिँ बोतलमा हालेर हामी राख्छौँ। र गुराँसको चाहिँ रेड वाइन एकदमै दामी हुन्छ। त्यतिखेर चाहिँ 6 मन्थ चाहिँ एटलिस्ट राख्नै पर्छ यसलाई चाहिँ हैन। तातो ठाउँमा मजाले हावा नछिर्दै पाराले चाहिँ यसलाई राख्नुपर्ने हुँदो रहेछ हैन। तपाईहरुले कसरी बनाउनुहुन्छ कमेन्ट गर्नुहोस् होला। र तपाईहरुलाई भिडियो राम्रो लाग्यो भने शेयर गरिदिनुहोस् होला। अनि के भन्छ, तपाईहरुले कसरी बनाउनुहुन्छ त्यो पनि हामीलाई भन्नुहोस् होला। नेक्स्ट टाइम हामी पनि त्यस्तै पाराले बनाउने छौँ। थ्याङ्क यू फर वाचिङ, बाइ बाइ।